राजेन्द्र खड्गी जति राम्रो फाइट डाइरेक्टर छैन कोही पनि। र नेपाली चलचित्रले साँच्चै नै एउटा राम्रो फाइट डाइरेक्टर पाएको चाहिँ राजेन्द्र खड्गी हो। उनको यो खुबीको चिज हो भने हामीहरूले पहिला कोही पनि व्यक्तिको त खुबीकै त कुरा गर्नुपर्छ नि। अरूले गाली गरेको भए, अरूले कुरा काटेको भए त माइनर रूपमा लिने अवस्था थियो तपाईँले भन्ने अवस्था। तर एउटा नेपाली चलचित्र उद्योगको सफल एक्सन स्टारलाई, एक्सन डाइरेक्टरले बेला बेलामा प्याच भनिरहेको अवस्था चाहिँ यस्तो हो। अब राजेन्द्र खड्गीजीको बारेमा भन्नुपर्दाखेरि नेपाली चलचित्र उद्योगले यदि कोही राम्रो टेक्निसियन जसले चाहिँ फाइटलाई राम्रो, इभन अहिलेको समयसम्ममा पनि मेरो अनुभवको आधारमा भन्न सक्छु राजेन्द्र खड्गी जति राम्रो फाइट डाइरेक्टर छैन कोही पनि। र नेपाली चलचित्रले साँच्चै नै एउटा राम्रो फाइट डाइरेक्टर पाएको चाहिँ राजेन्द्र खड्गी हो हैन। उसको त्यो काम र फेरि काममा उसको भनौँ न हाम्रो नेपाली वर्डमा भन्नुपर्दाखेरि कामको लागि भूत नै हो ऊ चाहिँ। हामी भूत भन्ने प्रयोग गर्छौँ कि जसलाई खानु पर्दैन, मरिमेट्ने, खान पिउन केही पनि राजेन्द्र खड्गीले हेर्दैन कामको टाइममा, सिर्फ एक्सन, उसको माइन्डमै एक्सन चलिरहेको हुन्छ भने उनको यो खुबीको चिज हो भने हामीहरूले पहिला कोही पनि व्यक्तिको त खुबीकै त कुरा गर्नुपर्छ नि। अब बाँकी व्यक्तिगत रूपमा उहाँको के थियो त्यो मेरो अधिकार छैन त्यो कुरा गर्नलाई खास, किनभने कसैको पनि कमजोरीको कुरा गर्ने अधिकार हुँदैन। र अर्को कुरा मलाई यो चिजले चाहिँ त्यति प्रभाव नपार्नुको कारण के हो भने म राम्रोसँग बुझ्दछु कि हाम्रो जीवन गाली र तालीको बिचमा नै अगाडि बढिरहेको हुन्छ हैन। र यो धरतीमा यस्तो धेरै व्यक्तिहरू हुन्छन् जो चाहिँ उनको आफ्नो बेचैनीको कारणले गर्दा कसैको पनि नेगेटिभ चिज कोट्याएर हेर्ने। इभन हाम्रै लाइफमा पनि हेरौँ, हामीलाई सुख भइ नै रह्यो भने हामी मातिन्छौँ चाँडै। हामी दुःखलाई खोजिकन निकाल्छौँ, त्यहाँ नभेट्टा इन्टरनेटमा हेर्छौँ, त्यहाँ नभेट्टा सोसियल नेटवर्कमा जान्छौँ, कहाँ छ दुःख। अनि एउटा दुःख र पीडाको कुरा निकाल्दाखेरि राहत हुन्छ भने चाहिँ हाम्रो दुःखसँग ज्यादा लगाव छ। त्यसैले